राधे राधे, नमस्कार। मेरो नाम नवनीता छेत्री हो। म गोलाघाट आसामकी हुँ। आज यो भिडियोमा 12 जनवरीको महत्त्वको बारेमा दुई शब्द भन्न चाहन्छु। यो 12 जनवरीको दिन हामीहरू राष्ट्रिय युवा दिवस मनाउँदै आएका छौँ र अगाडि 1984 सनदेखिबाटै हामीले युवा दिवस मनाउँदै आएका थियौँ र हजुरहरूले भन्नुहुन्छ ल यो के हो? यो स्वामी विवेकानन्दको जन्मतिथि हो 12 जनवरी। स्वामी विवेकानन्दजी एकजना महान सन्त, विद्वान, सच्चा देशभक्तको मान्यता थियो कि हाम्रा युवाहरू पनि हाम्रो देशको भविष्य। हाम्रो युवाको मजबुत विचार र कार्य र आदर्शले यो देशको प्रगतिलाई अघि बढाएर लैजान सक्छ। म यो भिडियोको अन्तमा स्वामी विवेकानन्दजीले भनेको भनौरी भन्दैछु। उठौँ, जागौँ, नरोकौँ, आफ्नो लक्ष्य जब तक प्राप्त हुँदैन। मलाई पनि स्वामी विवेकानन्दजीको बारेमा यति थाहा थिएन, बल्ल थाहा हुँदैछ र म यो तपाईहरुको अगाडि राख्दैछु। आज तपाईहरुलाई कस्तो लागेको छ? तपाईहरुले पनि कुनै जानकारी छन् भने हामीलाई भन्न सक्नुहुन्छ, राख्न सक्नुहुन्छ, ब्लगमा दिन सक्नुहुन्छ। तर उमेरसँग कुनै मतलब छैन। हामीले सिक्नलाई कहिले छोड्न हुँदैन। सबैजना अघि बढ्नुपर्छ सिक्न। हजुरहरूलाई मेरो यो भिडियो पसन्द लाग्यो भने धेरै माया गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनुहोस्। धन्यवाद।